बस्ने गरी गइरहेको छौँ हामी नाइट भ्यू पनि दामी आउँछ नाइग्रा फल्सको होइन सो मेक स्योर यु वाच टिल द एन्ड होइन रिटर्न आउन पनि सक्छौँ तर इट्स अलरेडी 1:11 ढिलो भइसक्यो हामीलाई बिहानदेखि अब छिटो छिटो जान त खोजेको हो यताउति ढिलो भयो एसडी कार्डहरू किन्न गयो होइन उसको लागि किन्न जानु पऱ्यो सानो कुराहरूले गर्दा अलिक ढिलो भयो खासै गर्मी त छैन तर हल्का उज्यालो भएको भए चाहिँ अलि राम्रो हुन्थ्यो होइन शीतल छ स्टे अन द भ्लग होइन किप वाचिङ इट कस्तो लाग्छ भनिदिनु होला होइन पानी पर्न नि स्टार्ट भयो यो चाहिँ गो ट्रेन है सँग जान्छ यो टोरन्टो पहिला पहिला गाडी लिनु अगाडि कति एकचोटि ट्राभल गरे होइन हामीले एकदम रमाइलो हुन्छ एकदम सफा त्यति प्याक पनि हुँदैन यता ट्राफिक जाममा फस्यो एकदम स्लो मुभ भइरहेछ कति 35 कति 35 कति भयो 45 मिनट नै एक्स्ट्रा एड भइसक्यो 4:12 मा पुग्ने देखाएको थियो होइन त्यस्तै 30-32 मिनट जति सो फाइनल्ली हामी अहिले पुग्न आँटिसक्यो 3.5 किलोमिटर बाँकी छ अराउन्ड 4.5 घन्टा जति लाग्यो हामीलाई यहाँसम्म पुग्न वाकिङ डिस्टेन्समै थियो भनेर हो दामी हो हामी चाहिँ यता होटलमा पुगिसक्यो अब एकछिन गएर चेक इन गर्नुपर्छ होटलको भ्यू चाहिँ यस्तो छ यता स्विमिङ पुल नै रहेछ पछि जानु पर्ला बुफे ब्रेकफास्ट पुल छ वाइफाई त भइहाल्छ त्यही हो ब्रेकफास्ट स्विमिङ पुल जकुजी बेडरुम नट ब्याड So guys, we finally checked into the hotel after a long drive. Around 5 hours को ड्राइभ थियो सो भोक लाग्न थाल्यो र हाम्रो क्लोजेस्ट वाकिङ डिस्टेन्समा एउटा नेपाली रेस्टुरेन्ट थियो फर्स्ट प्लान चाहिँ इन्डियन रेस्टुरेन्ट गएर बिरयानी खाने थियो बट वी चेन्ज्ड इट सो लेट्स गो रेस्टुरेन्टको नाम रहेको छ नायग्रा मोमो सो फर्स्ट आइटम वी अर्डर वाज लाफिङ टेस्ट 8 out of 10 चाउमिन मोमो भुटन एन्ड ससेज भुटन 5 out of 10 चाउमिन 9 out of 10
Sausage was really disappointing. I'll give it 2. Momo was 10 out of 10. अहिले हामी होटलमा फिर्ता आइसक्यौँ and this is the view from our room. Really amazing. So अब हामी ढिलो नगरिकन स्विमिङ गर्न जान्छौँ किनकि it closes at 10 PM. So let's go. Swimming pool was indoor and heated, and the best part is sauna after swimming. एकदम relaxing थियो. So हामी अहिले चाहिँ नाइग्रा फल्स को भ्यू हेर्न जाँदैछौँ. Okay guys, let's go. बाहर जाऊँ दामी देखा वाउ यहाँ रहेछ नि त अझ दामी त वाउ यहाँ रहेछ नि त हेर वन्डरल्यान्डमा जस्तो फिल भइरहेछ फर्कि नि सक्यो मान्छेहरू हामी भर्खर जाँदैछौँ तर गाइज हैन ठाउँ चाहिँ एकदम दामी छ है एक्सपेक्टेसन चाहिँ थिएन यस्तो हुन्छ भनेर यस्तो ठाउँ हुन्छ भनेर तर दामी छ चिसो होला भनेको त्यति चिसो चाहिँ छैन ओ माई गड होली शिट खै जाऊ जाऊ पछि भिडियोदेखि नै स्क्रिनसट लिँदा हुन्छ है तिमी पोस्ट दिइराख ऊ त्यो झिलिमिली कलर देखिरह होला नि हैन त्यो त्यही नाइग्रा फल्सको लाइटहरू हो है नाइग्रा फल्सको लाइटको झिलिमिली हो त्यो चाहिँ है भाइब्स चाहिँ हैन 10 आउट अफ 10 सोलिड 10 है दामी छ भाइब्स चाहिँ वाउ नाइग्रा फल्स पारिपट्टि युएस यतापट्टि क्यानाडा है चल्दिम कि के हो
चिसो लाग्यो एउटा ज्याकेट लिनु पर्यो यहाँ एउटा स्टोर भित्र आएको थियो खै यो चाहिँ ट्राई गर्नु पर्ला जस्तो छ सर न सो गाइस ज्याकेट किनेर आयो चिसो लाग्यो घरदेखि ज्याकेट ल्याएन कहिले काहीँ हुन्छ यस्तो मिस्टेक होला सो अहिले हामी होटेलमा फिर्ता आइसक्यो लेट्स ऱ्याप इट अफ फर टुडे होइन आजको लागि यति नै गाइस सी यू इन नेक्स्ट ब्लग जय नेपाल